ल साथीहरू अहिले प्रेजेन्ट भन्छ हामी यहाँनिर छुका चौकादेखि हामी दागानातर्फ लागिरहेका छौँ र दागानातर्फ लाग्नुको आज महत्त्वपूर्ण के थियो भने आज हामी यहाँ कर्मफिटहरू लगेर सुँगुरको कर्मफिट दागानामा सकेको कारणले चाहिँ आज हामीले यहाँदेखि जिल दागाना चाहिँ हामी यहाँदेखि ट्रान्सफर गरिरहेको छौँ र आज भन्छ एकदमै वेदर पनि दामी भएको छ। त्यो भएको कारणले चाहिँ आज दुई भाइ चाहिँ एकदमै यहाँदेखि गइरहेको छौँ र हामी लगभग छिटो पुगिन्छ होला। अब यो मध्यभित्रमा हामी दागानातर्फदेखि लगेर हामी वहाँ जस्तो पनि दागानादेखि लगेर चाहिँ हामी यहाँ गेदु है हामी यहाँ छुक्कामा छौँ नि त। अन्त छुक्कादेखि अब दागानादेखि लगेर छुक्कादेखि चाहिँ हामी गएको हो नि त होइन। अब छुक्कादेखि लगेर दागानासम्मको प्रकृतिहरू हामीले जुन जुन बाटोमा भेट्छौँ त्यो कुराहरू तपाईँको माझमा आज हामी ल्याउनेछौँ र एकदमै दामी सिनेमेटिक सर्टहरू र सिनेमेटिक भिडियोहरू तपाईँको माझमा हामी उपस्थित गर्नु गइरहेको छौँ र तपाईँहरूले यो भिडियो चाहिँ फर्स्टदेखि लास्टसम्म तपाईँहरूले हेरिदिनु होला। र उहाँ चाहिँ मेरो ब्रदर हुनुहुन्छ र उहाँ ब्रदरको उसले बोलेको पनि थियो आज ब्रदरले, तर अलिकति यहाँ म्युट गरेर राख्नु परेको छ अलिकति यहाँनिर राम्रोसँगले साउन्ड ओडिबल नभएको कारणले चाहिँ। र त्यही भन्न चाहन्छु र उहाँले चाहिँ के भनिरहनु भएको छ भने आज सुँगुरको मार्केट चाहिँ एकदमै डाउन भएको छ। त्यही भएको कारणले चाहिँ यदि सुँगुरको मार्केटहरू यसरी भयो भने तपाईँहरूले कहीँ कतै छ अर्डर भने तपाईँले भनिदिनुहोस् भनेर उहाँले त्यो उपस्थित गरिरहनु भएको छ र रिक्वेस्ट पनि गरिरहनु भएको छ उहाँले। र एकदमै यो पनि भन्नुहुँदैछ कि उहाँले चाहिँ 2023, 24, 25सम्म त एकदमै मार्केटहरू धेरै उपस्थित भएको थियो, तर अहिले चाहिँ भन्छ एकदमै तल धेरै डाउन भएको छ मार्केट भनेर उहाँले त्यही भन्नुहुँदैछ। र मेनली नै अब यसरी मार्केटहरू भइदिएको थियो र गभर्मेन्टले यसरी नै हेल्पहरू गरिदिएको थियो मार्केट गर्नुमा सुँगुरको स्पेसली है, किनभने अहिले चाहिँ एकदमै मार्केट क्राइसिस भइरहेको छ र फिटको दामहरू पनि बढेर गइरहेको छ, धेरै एकदमै गाह्रो परिरहेको छ। उहाँले त्यही उपस्थित गरिरहनु भएको छ र हुन्छ तपाईँले यसरी अपडेट गरेर जानेछौँ। अहिले प्रेजेन्टमा भन्छ हामी चारघरे आइपुगेको छौँ र यहाँ चारघरे आइपुगेर यहाँ चाहिँ हामी गाडी पार्क गरिरहेको छौँ होइन। हामी चारघरे आइपुग्यौँ अहिले प्रेजेन्टमा भन्छ र एकदमै दामी देख्नु हुँदैछ तपाईँहरूले होइन हल्का। र यहाँ चाहिँ तपाईँले देख्नु हुँदैछ नि यो चाहिँ दागानाको हाइवे हो, उपरदेखि बलेर आउँदैछ नि पछाडि होइन। यो चाहिँ दागानातर्फ भएर आएको या कालीखोला है सबै दागानातर्फ भएर आउँछ, तलदेखि अब थिम्पूतर्फ गएको या तालातर्फ भनौँ न होइन। र पछाडिदेखि चाहिँ तपाईँले देख्नुहुन्छ यहाँदेखि चाहिँ सबै थिम्पूतर्फदेखि आउनुहुन्छ, यहाँदेखि चाहिँ ताला थिम्पू जतिवटा विभिन्न दागानातर्फ जान्छ र यहाँदेखि चाहिँ उनीहरू चाहिँ यहाँदेखि भएर ओह्रालो भएर जान्छ है। अनि यता माथितिर पनि गाईको त्यहाँनिर गोठहरू पनि रहेछ है। अन्त यता पछाडि पनि एकदमै दामी सिन है, रोड पनि दामी गरेर छ होइन। यो चाहिँ प्राइमरी नेसनल हाइवे भनौँ न, हुन त हाइवे नै हो तर एज कम्पेयर टु द थिम्पू नेसनल हाइवे इट इज क्वाइट प्राइमरी हाइवे भनौँ तपाईँहरूलाई। प्राइमरी हाइवे भए पनि एकदम रोडको कन्डिसनहरू बाबल दामीसँगले बनाउनु भएको छ। तपाईँहरूले यसरी अपडेट गर्न चाहिरहेको छु। खोला बजारमा साइड चाहिँ सब्जीमा सौदा गर्दैछ। ल साथी हो अहिले प्रेजेन्टमा भन्छ माथि यहाँनिर 12 घुम्ती भन्छ जसलाई यहाँ चाहिँ प्रेजेन्टमा भन्छ हामी फेरि उहाँदेखि कालीखोला तपाईँहरूलाई अघि मैले त्यो देखाइसकेँ र त्यहाँ सकेर
अब हामी यता माथि 12 घुम्ती काटेर चाहिँ हामी यहाँ तपाईँले डाँडा देख्नु हुँदैछ यहाँदेखि चाहिँ डाँडाको बिचदेखि नै रोड है यहाँदेखि चाहिँ उनीहरूले चट्टै डाँडाको बिचदेखि लगेछ रोड र यहाँ माथि आएर एकछिन रेस्ट गरेको छौँ यहाँनिर 12 घुम्तीको माथि आइपुगिसकेको छौँ र फेरि पनि तपाईँलाई अझै भिडियो देखाउँदै जानेछु र अझै धेरै लामो छ यात्रा यहाँदेखि धेरैतर्फ यात्रा अझै लामो छ र तपाईँलाई अपडेट गर्दै साथी अहिले प्रेजेन्टली भन्छ फेरि हामी यहाँ पङ्खेमा आइरहेको छौँ र यहाँ माथि चाहिँ मेरो जस्तो पनि फुपू बस्नुहुन्छ याङमा बस्नुहुन्छ र अहिले यहाँ आइपुगिरहेको छु होइन एकदमै अघि जुन तपाईँले मैले डाँडा देखाउँदै थिएँ त्यो डाँडा चाहिँ 12 घुम्ती काटिसकेर चाहिँ अहिले यहाँनिर याङमकमा आइपुगिरहेको छु र हुन्छ तपाईँलाई म देखाउनेछु भिडियो यहाँ गएर तपाईँ कन्भर्सेसन पनि गर्नेछु यस्तै छ यहाँनिर गाउँको बाटो अब लगभग आधी जस्तो पुग्यो आधीभन्दा पनि बेसी भइसकेछ र यस्तो छ बाटो चाहिँ होइन एकदमै पहाडको बिचदेखि लगेको छ एकदमै एडभेन्चर टाइपको छ यहाँ चाहिँ एकदमै होइन यसरी जानुपर्ने हुन्छ र एकदमै होसियर बी केयरफुल गरेर जानुपर्ने हुन्छ जतिखेर तपाईँहरू ट्राभल गरिरहनु भएको छ तपाईँहरू एकदम बी केयरफुल गरेर कुदाउनु होला र सेफ ड्राइभ सबलाई लु साथीभाइ अहिले भन्छ यहाँनिर हामी सामा खोला भन्नेमा आइपुग्यौँ यहाँ ब्रिजहरू देख्नु हुँदैछ तपाईँहरूले सामा खोलामा आइपुग्यौँ र यो ब्रिज चाहिँ एकदमै वी रिमेम्बर आवर चाइल्डहुड डेज है र अहिले बाटो यहाँ नयाँ बनाएको छ र एकदमै यहाँ बाटोमा चाहिँ तपाईँको के भनौँ एकदमै उकालो साह्रो अप रहेछ बाटो चाहिँ साह्रो डेन्जर रहेछ तै पनि हामी जाइरहेछ कस्तो के हुन्छ थाहा छैन तर तै पनि जानु जाइरहेछ साह्रो अप रहेछ छनु चाहिँ बाटोहरू चाहिँ र साथी अहिले फेरि यहाँनिर तपाईँले जुन दृश्य देखिराख्नु भएको छ यो चाहिँ भन्छ सामतेनगाङ है एकदमै यो चाहिँ पहिले यहाँनिर जस्तो रोडहरू नहुँदाखेरि चाहिँ एकदमै खुट्टाले हिँड्नुपर्ने हुन्थ्यो र यहाँ चाहिँ एकदमै होइन धेरै त्यो रिमेम्बरहरू हुँदो रहेछ अहिले त रोड भएर एकदमै बाबल तरिकामा होइन दामी छ र यसको मेन भ्यू चाहिँ माथि गएर तपाईँहरूले देख्यो भने एकदमै त्यहाँदेखि हेर्नुभयो भने राम्रो देख्छ Shersu te tato at present na te bewachin nganalu ikalu yedi yes labni mila te ana japko tomidi te chinga chiana gari no be अहिले भन्छ हालमा भन्छ यहाँनिर हामी गाउँमा पनि आइपुगिसकेको छु भनेर भन्न चाहन्छु र तपाईँहरूले यहाँ पछाडि देख्नु हुँदैछ भ्यू होइन यहाँनिर आइपुगिरहेको छ र फेरि यहाँनिर गाडी अनलोड गर्नुपर्ने हुन्छ र एकदमै यहाँ पछाडि चाहिँ अब बाउहरू पनि यतै पछाडि रहेछ र हल्का त्यहाँ बोल्नेछौँ उहाँ चाहिँ यहाँ बाउ हुनुहुन्छ गाइस आपा चाहिँ यहाँ रहेछ अनि यता चाहिँ ब्रदर छ